आज मेरो कान्छो छोरा चाणक्य श्रेष्ठको चाहिँ जन्मोत्सव। हामी बिहानै उठेर नुहाइधुवाइ गरेर बिन्दावासिनी माताको चरणमा कान्छो छोराको लागि आशीर्वाद माग्नको लागि हामी आयौँ। त्यसपछि मन्दिरको माता रानीको, शिव शम्भु भोलेनाथको, गणपति बाबा, हनुमानजी, सरस्वती माता, राधा कृष्ण, सीताराम भगवान, लक्ष्मीनारायण सम्पूर्ण देवी देवताको दर्शन गरिसकेपछि हामी बिन्दवासिनीको प्राङ्गणमा यसरी दिदी बहिनी साना साना भाइहरूलाई पैसाको साटो, केही नर्मल बिस्कुटहरू आफ्नो बच्चाको हातबाट दान गऱ्यौँ। त्यसपछि साँझपख आफन्त इष्टमित्रलाई बोलाएर बाबुको लागि एउटा सानो केकको प्रबन्ध गरेर केक काट्यौँ। 80 वर्षको जुजु बजेको हातको आशीर्वादको साथै मम्मीको साथीहरू, मामा, माइजू, छेमा, बहिनी, सबैजना, ठुलाआमा, दिदी, मेरो आमा छोरी, आरोग्य, हामी सम्पूर्ण घरकै परिवार मिलेर यसरी कान्छो छोरा चाणक्यको जन्मोत्सव हामीले मनायौँ। जुजु बजे मेरो चाणक्यको कान्छो छोराको जुजु बजे बितिरहनु भएको जुजु बजेको आशीर्वाद पाएर यसरी धुमधामले हामीले खुसीका साथ परिवारसँग उसको जन्मोत्सव मनायौँ। धेरै खुसी लाग्यो र